जर्मन जान लागिरहेको छौँ। यो चाहिँ जर्मन सबैजना समुद्रको मजा लिइरहनु भएको छ। छोरीहरू चिया ल यहाँ हाई निशक, कस्तो लागिरहेको छ त? हाई गर्नु। हाई निर्भिक। हो एकदम डेन्जर जस्तो देखिएको छ। हावा लागेर राम्रो। धन्न घाम लागेको छ र। जर्मनी, वेलकम जर्मनी। हाई कुन 1 घन्टाको है यो? 45 मिनटको पानीमाथिको यात्रा छ हामीलाई। आधी बाटो त गइसक्यौँ होला। ल कि यसरी धुवा आउँदो रहेछ जहाजबाट। सायद त्यहाँ कोइला हालेको छ कि जस्तो मलाई लाग्छ। यस्तो छ माथि वरिपरि देखाउँदैछु। त्यहाँ पर हजुरले विन्डमिल देख्नुभएको होला। त्यहाँबाट उता चाहिँ डेनमार्क, त्यहाँभन्दा यता चाहिँ जर्मनी पर्छ है। जर्मनलाई चाहिँ डेनमार्कमा स्विट्जरल्यान्ड भन्छ। कफी खाएर आफ्नो समय इन्जोय गरिरहनु भएको छ। ठुलो सिट छ यसमा। कम्तीमा पनि 100वटा गाडीहरू चाहिँ पार्किङ गर्न मिल्ने क्यापेसिटी छ यो सिटमा। हामीले पनि हाम्रो गाडीहरू चाहिँ तर पार्किङ प्लेसमा पार्किङ गरेको छौँ। अचम्म लाग्यो त्यत्रो गाडीलाई पनि यो सिटले चाहिँ हाल्न सक्ने। काइन्ड अफ अचम्म, तर अचम्म मान्नु पर्दैन। अहिलेको टेक्नोलोजीको जमानामा जस्तो कुरा पनि सम्भव छ। असम्भव भन्ने केही छैन। तल चाहिँ कफी खाएर खाजा खाएर इन्जोय लिइरहनु टुरिस्ट नै हुन्छ होला। सबैजना इन्जोय गर्नुभएको छ। म चाहिँ उहाँहरूलाई चाहिँ हेरेर अवलोकन गरिरहेको छु। आएर मुभी छोपिरहेको छ। आई स्ट्यान्ड बाई हुनुहुन्छ। हावाले गर्दाखेरि यस्तो कुराहरू परेर चाहिँ यता हाम्रो क्यामेराम्यान फोटो खिच्नको लागि रेडी हुनुहुन्छ। उहाँ छोरीहरू, अर्को क्यामेराम्यान यहाँ हुनुहुन्छ। छोरीहरू पानी र हावाको मजा सँगसँगै खानाको मजा पनि लिइरहेका छौँ। त्यसले गर्दा हो त्यो मलाई थाहा भएन, तर मजाले निस्किरहेको छ। के हो यो? सायद बोट चलाउनको लागि न के होला। सुरुमा फर्स्ट टाइम मलाई बोट देख्दा चाहिँ वाउ जस्तो फिल भएको थियो। अनि पानीमाथि हामी एक्साइटिङ है। जहाज 12 तलाको जहाज अनि त्यसमाथि हामी जहाज हल्लेको। वाउ दे अमेजिङ। यो चाहिँ हाम्रो धेरै गाडी
first excitement, like much more better than second, third, fourth, fifth. See? Master, thank you. Thank you for watching us. Keep supporting. Little try. सानो प्रयास यो फोटो देखाउने र हाम्रो मेमोरीलाई क्याप्चर गर्ने सानो प्रयास भएको छ. आई होप यु इन्जोय अल. गुड डे, हेभ अ नाइस डे, टेक केयर, बाई.